ती राजा भएर बनाएको देशहरू हाम्रो देश होइन नि त। ती राजा हाम्रो ज्ञानेन्द्र जस्तो राजा होइन नि त। कम्तीमा यति कुरा त सोच्न सक्नु पर्यो नि, परेन? तपाईँको फल्ना देशमा राजाले बनाएको देश यस्तो छ, त्यहाँ राजतन्त्र छ भन्दै गर्दा ती राजाले त त्यो देश बनाएको हो त। त्यही भएर त टिकिरहेको छ त। हाम्रो राजाको सन्तान, राजाको यो संस्थाहरूले यो देश बनाइदिए भए राजा फाल्थे र 62-63 आन्दोलन राजा विरुद्ध यत्रो आन्दोलन हुन्थ्यो र 52मा जनयुद्ध गर्नु पर्थ्यो र राजाको विरुद्ध पर्दैन नि त। राजाले त अन्य देशको राजाले त 100 वर्ष अगाडि देश बनाएको हो। 100 वर्ष अगाडि देश बनाइसके यिनीहरूले त। अनि हाम्रो 100 वर्ष पछाडि पनि तिनीहरू नै राजा हुने, एक रूपमा राजा हुने। तपाईँ राजा आऊ भन्नेहरूलाई एउटा सन्देश चाहिँ के दिनु भने तपाईँ मार्फत राजाको उद्देश्य के हो, राजाले म आउँदै गर्दा म यो गर्छु भन्ने तपाईँको बुदागत रूपमा नेपाली जनतालाई कमिटमेन्ट के गर्न सक्ने हो देखाउनु भएको छ।